सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनी जेन्जी भाइ बहिनीहरू सम्पूर्णमा मेरो तर्फबाट नमस्कार। अहिले समय आज यो हाम्रो घर दैलोको समापन हुँदै गर्दाखेरि अहिले समय पनि अलिक ऐतिहासिक जस्तो समयले के सङ्केत गरेको छ केही बुझ्नुभयो तपाईँहरूले? छैन? अहिले अब यसले सङ्केत शुभ सङ्केत के गर्यो हाम्रो समापनमा भने यसले अब सूर्य ढल्यो रूपन्देहीबाट तारा चम्किन लाग्यो भने अब रूपन्देहीको दीप विश्वदीप भन्ने चाहिँ यो वातावरण र मौसमले पनि सङ्केत गर्यो। र यहाँहरूलाई मैले के अनुरोध गर्न चाहेँ भने तपाईँहरूको यहाँ जनसमुदायहरू नेताहरूको भाषण सुन्दा सुन्दा वाक्क दिक्क हुनुहुन्छ, कति सुन्ने उही फेरि चुनाव पछि फेरि उही वातावरण पनि एउटा आक्रोश पनि देखेको छु। तर म जब यहाँ आएदेखि नै मैले यति आत्मीय र न्यानो स्वागत साथ मैले जनताको पाएँ कि मतदाताको पाएँ कि जस्तो हामी घर दैलो हिँड्दै गर्दा पनि छोराको बर्थडे छ, छोरीको बर्थडे छ, त्यो सब छोडेर उहाँहरू घर दैलोमा सँगै हिँड्नु भएको छ। कसैको छोरा दुर्घटनामा परेर जीवन र मरणको दोसारमा हुनुहुन्छ एउटा पिता, तर उहाँ चाहिँ म घर दैलोमा हिँडेछु भन्ने थाहा पाएपछि उहाँ आएर त्यो हस्पिटलको त्यो पीडा बिर्सेर उहाँले फुल र अबिर लिएर उहाँले बस्नुभएको त्यो देख्दाखेरि मलाई थप जिम्मेवारी बोध बनाएको छ। यस्तै यस्तै अन्य थुप्रै घटनाहरू, उहाँहरू कसै ज्वरो आएको छ तर सिटामल एउटा पुगेर दुईवटा खाएर पनि सँगै हिँड्नु भएको छ होइन। कोही खुट्टा दुखेको छ, मर्किएको छ तर सकि नसकी भए पनि उहाँ हिँड्नु भएको छ। यी सबै तमाम माया साथ सद्भावले मलाई थप जिम्मेवारी बोध बनाएको छ र थप परिपक्वता पनि बनाएको छ। म लामो समय केन्द्रीय राजनीतिक भूमिकामा बसेँ। त्यहाँ बस्दा पनि म यस क्षेत्र सैन्यमेना क्षेत्र रूपन्देही क्षेत्र जति सकिन्छ त्यहाँबाट नीतिगत तहमा लगायत अन्य तहमा जस्तो हिजोका दिनमा जनयुद्धमा जस्तो यहाँ जुन संघीयता गणतन्त्र समावेशिता दलितका पक्षमा, महिलाका पक्षमा, जनजातिका पक्षमा, मुस्लिमका पक्षमा लगायत उत्पीडित सम्पूर्ण समुदायका पक्षमा हिजो कहिले बन्दुक बोकेर लडियो, कहिले शान्ति प्रक्रियापछि चाहिँ नीतिगत रूपमा संसदबाट एउटा नेतृत्व ठाउँबाट जहाँ नीति बन्ने ठाउँ हुन्छ त्यहाँ चाहिँ लडेर निरन्तर रूपमा काम गरियो। त्यो यहाँको विकास निर्माणको कुरा गर्दाखेरि पनि यस क्षेत्रमा मेरो बुवा स्वर्गीय बुवा भक्तिप्रसाद पाण्डे यो सैन्यमेना हुने नामाकरण गर्न उहाँको ठुलो भूमिका छ। खानेपानी ट्याङ्कीदेखि लिएर बिजुली लगायत यहाँ बाटोघाटो लगायत प्राकृतिक चिकित्सालयको त्यसलाई अगाडि बढाउने प्रसङ्गमा लगायत यस क्षेत्रमा धेरै बुवाको स्वर्गीय बुवा भक्तिप्रसाद पाण्डेको पनि योगदान छ। म आज यहाँहरूमा त्यही बुवाले तपाईँहरू साथ यहाँका मतदाताहरूसँग जनताहरूसँग बसेर सँगै देखेको सपना यो समृद्ध सैन्यमेनाले नै समग्र रूपन्देही क्षेत्रको विकासको ढोका खोल्छ। तर बुवाले हिजो यहाँहरूसँग देखेको सपना नै म आज फेरि तपाईँहरूसँग बसेर त्यो सपनाहरू, ती अधुरा सपनाहरू पुरा गर्न म यहाँहरूको माझमा आएको छु। र अहिले हामीले बुझ्नुपर्ने मुख्य कुरा यहाँ के छ भने जस्तो अहिले हामी चुनावमा जाँदैछौँ, अब करिब 2-3 दिन मात्र बाँकी छ। तर यो चुनाव के को लागि हो भने हामी बुझ्न जरुरी छ। यो कुनै रमाइलोको लागि अथवा चाहिँ यतिकै सोखको लागि अथवा कुनै हिरोगिरीको लागि अथवा कुनै रमाइलोको लागि यो चुनाव होइन। यो विशेष परिस्थितिमा बनेको यो विशेष चुनाव हो। यो नियमित संसदीय चुनाव होइन। यो चुनाव किन हुँदैछ भने जुन हिजोका दिनमा जुन एउटा खालको कुशासन भ्रष्टाचार लगायत अन्य धेरै त्यो जुन वातावरण त्यस्तो खालको वातावरण बन्यो, एउटा हदले सीमा नाग्यो। त्यसपछि भाद्र 23 र 24 गते जेन्जी विद्रोह भयो। त्यो जेन्जी विद्रोह हुँदा पनि यहाँहरूले बुझ्नुपर्ने दुईवटा कुरा छ। एकातिर हामी कहाँनिर छौँ भने एकातिर ती कलिला भाइ बहिनीहरू जो स्कुल ड्रेसमा गएका थिए तिनीहरूलाई चाहिँ निहत्था जो जनता थिए आफ्ना मागहरू शान्तिपूर्ण तरिकाले गर्न खोज्दै पनि ती कलिला बालबालिकालाई स्कुल ड्रेसमा हत्या गर्नेहरू छन् एकातिर, र अर्कोतिर ती कलिला स्कुले विद्यार्थी भाइ बहिनीहरूलाई सडकमा आउन उक्साउनेहरू छन्। यी दुईटा अतिवादबाट हामीले देशलाई जोगाउनु छ। हाम्रो सुशासनको कुरा गर्दै गर्दा हिजोका दिनमा हामीले भाषणबाट होइन कि हामीले गरेरै हिजोका दिनमा पछिल्लो तत्कालीन माओवादी पार्टी र नेपाली कम्युनिस्ट पार्टी जस्तो सबै दल उस्तै भनिन्छ, सबै दल उस्तै होइनन्। कङ्ग्रेस एमाले जुन जेन्जी विद्रोह हुँदा कङ्ग्रेस एमाले सरकारमा थिए, हामी थिएनौँ, नेपाली कम्युनिस्ट पार्टी थिएन सरकारमा। हामीले बरु त्यो जेन्जी विद्रोहको क्रममा त्यो सुरु हुँदा अगाडि शान्तिपूर्ण आन्दोलन दमन गर्न पाइँदैन भनेर चेतावनी दियौँ, तर पछि दमन भएपछि थप दुर्घटना नहुन दिनको लागि हामीले तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई राजीनामा दिन माग्यौँ। उहाँले त सुन्नु भएन। कङ्ग्रेसलाई पनि हामीले चाहिँ त्यहाँ तपाईँले त फिर्ता लिइदिनुहोस् भनेर 23 गते बेलुकी नै कङ्ग्रेससम्म त्यति फिर्ता लिइदिएको भए त्यो वातावरण हुँदैन थियो। तर 24 गते
जे भयो त्यो यहाँहरूलाई थाहा छ। 24 गते त्यस दिन 24 गतेको घटना जुन विध्वंस भयो, हामीले यो दुईवटा अतिवादबाट देशलाई कसरी जोगाउनु छ भने 24 गते एउटा राजनीतिक पार्टी, राजनीतिक एउटा संस्था विधि पद्धतिबाट कमजोर हुँदा के हुँदो रहेछ भने 24 गते हामीले बुझ्छौँ। एउटा हिरोगिरीबाट एउटा प्रियतावादीबाट चाहिँ देश बन्दैन। अहिले विभिन्न खालका अहिले तपाईँहरूको आक्रोश, नेपाली जनता, नेपाली मतदाताहरूको आक्रोश छ, देशैभरि आक्रोश छ। तर यो आक्रोशले एकछिन त तपाईँहरूलाई चित्त बुझ्ला, तर फेरि चुनावपछि फेरि पछुताउनु पर्ने दिन आउँछ। त्यसो भएको हुँदा यहाँहरूले के बुझ्नु जरुरी छ भने अब यहाँ रिसले आफूलाई खान्छ, बुद्धिले अरूलाई खान्छ भने जस्तो यहाँ देशमा तमाम समस्याहरू छन्। मान्छे विद्यार्थी पढेको छ, थुप्रै खर्च गरेर पढेको छ, डिग्री लिएर हातमा बसेको छ, तर विदेशी न बाध्य छ। बेरोजगार छ, किसानहरू खेतमा अनेक मेहनत गर्छन्, बजार छैन, तरकारी बिक्दैन, खेती गर्यो पानी छैन, लगायत तमाम समस्याहरू, बेरोजगारी समस्या उस्तो छ। रहरले होइन, बाध्यताले विदेश पर्ने बाध्यता छ। यी यस्ता बाध्यता तमाम समस्याहरूलाई हामीले समाधान गर्नु छ।